नमस्ते सबैजनालाई। म तपाईँको साथी रोशन पौडेल र आज म तपाईँहरूलाई एउटा नयाँ भिडियो प्रस्तुत गर्दैछु। यो चाहिँ हाम्रो लोकसेवा आयोगको लागि भूगोल र स्थानीय तहको सामान्य ज्ञानको विस्तृत जानकारीको लागि है त। ल अब मैले यहाँनिर सबै सेट गरिसकेको छु। 27वटा क्वेसन हेर्छौँ हामी र यो एकदम छिटो हेर्छौँ है। यसको लजिकहरू पनि छ एक दुईवटा, त्यो सम्झिँदा सजिलो। अब हेरौँ, गौरी शङ्कर हिमाल फर्स्टमा जी आयो। जी भनेको अल्फाबेटको 7 हो। 7 × 1 = 3 + 4। यसरी सम्झ्यो भने 7134 मिटर गौरी शङ्कर हिमाल। यसलाई हाम्रो नेपालको प्रमाणिक समय 2042 साल 1 महिना 1 गते हाम्रो देशान्तर यो हिमालको 86 डिग्री 15 मिनटमा छ। त्यो हिसाबले हाम्रो 5 घण्टा 45 मिनट छ ग्रिनविच मिन टाइमबाट हैन। र अब यसलाई चाहिँ रोवालिङ हिमश्रृङ्खला भनिन्छ। सबै कुरा भयो होला है। ल डिस्ट्रिक्ट्स विदाउट म्युनिसिपालिटी, नगरपालिका नभएको जिल्लाहरू भनेको 1 मा पर्छ मनाङ, मुस्ताङ, रसुवा, हुम्ला र पूर्वी रुकुम। पूर्वी रुकुममा त सबभन्दा कम स्थानीय तह नै छ। यो पछि काम लाग्छ, 3वटा छ है त्यहाँनिर। ल यसलाई सम्झिन सजिलो राख्ने चाहिँ मनाङ र मुस्ताङमा अभियसली, हुम्ला एकदम विकट ठाउँ, एकदम अग्लो ठाउँ, र रसुवा चाहिँ काठमाडौँको नजिकै हुँदाखेरि पनि अथवा बागमती प्रदेशमै भए तापनि यहाँ कुनै पनि नगरपालिका छैन। र यो रसुवा भनिसकेपछि छोरोल्पा ताल होइन यहाँनिर गोसाइकुण्ड भनेपछि रसुवा पर्यो हैन। अनि त्यसपछि छोरोल्पा त दोलखा जस्तो लाग्छ है। अनि पूर्वी रुकुम त 3वटा मात्रै स्थानीय तह छ, सबै गाउँपालिका छ। हाइएस्ट एयरपोर्ट म भर्खर भनेको थिएँ, हुम्ला एकदम अग्लो ठाउँ, एकदम विकट ठाउँ, त्यही भएर हाइएस्ट एयरपोर्ट भनेपछि स्याङ्बोचे हुम्लामा छ। र यसको अल्टिट्युड सम्झिनु पऱ्यो भने 38-48 मिटर हुन सम्झिँदा हुन्छ। धेरै सजिलो, 3848 मिटर है। अब आउँछ जुगल हिमाल। यो काठमाडौँबाट मात्र 35 किलोमिटर टाढा छ। यो 35 भन्ने नम्बरलाई सम्झ्यौँ है। 3 को मल्टिपलहरू सम्झ्यो भने 3, 6, 9 त्यतिमा रोकिहालौँ। यसको हाइट भनेको 6095। 35 मा 3 लाई चाहिँ 609 सम्झ्यो हुन्छ, 5 लाई जस्तै छोड्दियो हुन्छ। त्यसरी सम्झिँदा नि भयो। यसलाई भैरव टाकुरा भन्छ। र यो काठमाडौँबाट यति नजिक हुँदाहुँदै पनि आरोहणको लागि चाहिँ लेटेस्ट खुलेको चाहिँ यो जुगल हिमाल भनेर हो। फर्स्ट खुलेको अन्नपूर्ण हो, यो जुगल हिमाल चाहिँ पछि खुलेको हो है। त्यसरी सम्झिँदा नि हुन्छ। गाउँपालिका, नेपालमा गाउँपालिका कतिवटा छन् भने सजिलो छ, 460वटा छन् है। 753 त पुऱ्याउनु पऱ्यो नि, 460, 276, 11 छ। त्यसरी गऱ्यो भने एकैछिनमा कण्ठ हुन्छ है त। यसरी हेरौँ पनि, 460 + 276 + 11 + 6 हो त है। ल अब लिस्ट लोकल लेभल अघि नै भनिसक्यौँ। पूर्वी रुकुममा 3वटा मात्र गाउँपालिका छ, त्यही नै हो। मोस्ट नगरपालिका हेर्नुहोस्, यहाँ 2टा, यो प्रदेश नम्बर 2 का जिल्लाहरू हुन्। सप्तरीमा होइन, सर्लाहीमा चाहिँ 20वटा हो। र रौतहटमा चाहिँ 16वटा नगरपालिका छ। सर्लाहीमा चाहिँ 20वटा स्थानीय तह छ। नेपालको सबभन्दा बढी स्थानीय तह भएको जिल्ला भनेर बुझिन्छ। अहिले एकछिनमा आउँछ त्यो। रौतहटमा चाहिँ 16वटा नगरपालिका छन् है। अब वडा सङ्ख्या हेर्नुहोस्, यो सजिलो, यसलाई सम्झिन एकदम सजिलो हुन्थ्यो यदि 67 + 33 भनेको 100 भनेर सम्झ्यो भए धेरै सजिलो हुन्थ्यो। तर 67 + 33 होइन, 67 + 43 छ। अलिकति अब आफै बुझ्नुहोस्, यो सम्झिन सजिलो, 6743 है। ल इक्वल एरिया गाउँपालिका भनेपछि यो चाहिँ चबाट आउँछ, चिसङ्खुगढी र चम्पादेवी। यसको क्षेत्रफल भनेको 126.91 वर्ग किलोमिटर। सजिलो छ। डिस्ट्रिक्ट बोर्डर बाई रिभर फ्रम 3 साइड्स, 3 तर्फबाट नदीले घेरिएको जिल्ला भनेको कैलाली हो। र यहाँ एकदम पपुलर होइन, लोकसेवामा सोधिरहने क्वेसन
घोडाघोडी ताल छ है। अब हाइएस्ट सदरमुकाम मैले अघि पनि भनेको थिएँ, हुम्ला एकदम विकट ठाउँ, एकदम अग्लो ठाउँ। यहाँको सदरमुकाम सिमीकोट र यहाँ हाम्रो सबभन्दा ठुलो क्षेत्रफलको आधारमा सबभन्दा ठुलो गाउँपालिका नामखा भन्ने पनि छ, जुन अस्ति भर्खर रितिएको थियो। र यहाँ नामखाका मान्छे सबैजना चाहिँ बसाइँ सरेर यो सिमीकोट अनि स्याङबोचेतिर लागेका थिए। त्यही यो भएर यहाँको यो त सिमीकोट भनेको चाहिँ त्यहाँको सदरमुकाम हो है। त्यही भएर सिमीकोट हुम्ला। ल, ज्वालामुखीको अवशेष रहेको ठाउँ भनेपछि नेपालको दैलेखको डुल्लुमा छ है त। ल, अन्डाको जिल्ला, यो धेरै सजिलो क्वेसन हो, यो चितवन हो। नगरपालिका मैले अघि नै पनि भनेको थिएँ, एकचोटि यहाँ हेर्नुहोस्, यो 276 भन्ने चिज छ नि, यो 276 भन्ने चिज चाहिँ तराईमा यतिवटा स्थानीय तह छ र नेपालभरिमा नगरपालिका पनि यति नै छ भनेर सम्झिँदा हुन्छ। ल, कश्मीर अफ नेपाल, कश्मीर जुम्ला है त भनेर सम्झिने, जुम्ला इजी। डिस्ट्रिक्ट सेम सेप एज इन्डिया, इन्डियाको जस्तै आकार भएको जिल्ला भनेपछि यो हो सङ्खुवासभा। र मेरो एउटा एकदम काले साथी थियो कि सङ्खुवासभाको, त्यही भएर म चाहिँ मकालु भनेर सम्झिन्छु। र अर्को पनि एकदम इन्ट्रेस्टिङ कुरा चाहिँ मकालुलाई चाहिँ ब्ल्याक माउन्टेन भन्छ कि, त्यही भएर मकालु भनेर भनेको छ कि। र यो अब मकालुको पनि एकदम सजिलो छ, एम भनेर 3 जस्तो देखिन्छ होइन। त्यही भएर 8463 मिटर, यहाँ 3 आउँछ नि होइन। 6 3 2 जा 4 होइन, 3 2 जा 6 4 2 जा 8, त्यसरी सम्झिने भयो। यहाँ उल्टोबाट सम्झ्यो हुन्छ 8463। ल, यो त अलिकति हामी साइड ट्र्याक भयौँ, तर यो चाहिँ सङ्खुवासभामा छ भनेर सम्झिने है, सङ्खुवासभा हो। ल, लोएस्ट एयरपोर्ट विराटनगर एयरपोर्ट 71 मिटर र नेपालको सबभन्दा होचो ठाउँ चाहिँ 69 मिटरको छ क्या अरे। अलिक सम्झिन पनि सजिलो हुन्छ त्यो नम्बर। यो चाहिँ अब कति छ भन्दाखेरि लोएस्ट एयरपोर्ट 71 मिटर विराटनगर, सजिलो छ। ओके, मोस्ट लोकल लेभल, सबभन्दा बढी स्थानीय तह भएको मैले अघि नै पनि भनेको थिएँ, सर्लाही हो। सप्तरी होइन है, यसमा चाहिँ नम्बरसँग एसोसिएट नगर्नुहोस् त सजिलो हुन्छ। सर्लाही। फर्स्ट प्राइभेट हाइड्रो पावर अफ नेपाल खिम्ती फर्स्ट, यदि यो चाहिँ घोक्नै पर्छ, यो घोक्नुहोस्। इक्वल एरिया म्युनिसिपालिटी, यो चाहिँ मेरो भ्युअरहरूको लागि एकदम सजिलो हुन्छ होला, किनकि आई थिङ्क द 2 viewers that I have are working at these places, बनेपा धुरीखेल। यति नै हो। यसको एरिया चाहिँ 55 वर्ग किलोमिटर छ, सजिलो। डिस्ट्रिक्ट सेम सेप एज नेपाल, नेपालको जस्तै आकार भएको जिल्ला भनेपछि बागलुङ। यो एकदम पपुलर, यो सानै भएदेखि पढिरहेको कुरा हो। यो सम्झिन सबैलाई सजिलो हुन्छ। अब अर्को भनेको मेट्रोपोलिटन सिटी कतिवटा छ? 6वटा। सबभन्दा बढी गाउँपालिका कहाँ छ? काठमाडौँको पश्चिममा धादिङमा 11वटा छ है। इक्वल एरिया डिस्ट्रिक्ट्स, रात बडो भनेर सम्झे हुन्छ। रामेछाप र तनहुँ, बर्दिया र डोटी। रामेछाप र तनहुँको चाहिँ 1564 वर्ग किलोमिटर छ। यो घोक्नी बेघोक्नुहोस् है। अब यसरी सम्झिने भयो, 1 + 5 6, 1 - 5 4, त्यसरी सम्झिने भयो होइन। अब अर्को चाहिँ अहिले चलिरहेको वर्ष भनेको 2025 हो, यहाँ देखाएन तर 2025 हो है। भनेपछि 2025 किलोमिटर स्क्वायर भनेपछि बडो, बर्दिया र डोटीको त्यति हो, सजिलो छ। ल, डोटीमा एउटा शैलेश्वरी मन्दिर भन्ने पनि छ है। सब मेट्रोपोलिटन सिटिज 11वटा छ, त्यति हो। 11 सक्यो। कालापत्थर, कालापत्थर ओहो, यो त मलाई पनि यादै आएन। कालापत्थरको मैले केही राखेको थिएँ कि थिएन पनि। अब हाइट, कालापत्थरको हाइट
यो चाहिँ मैले कसरी सम्झेको थिएँ जस्तो लाग्छ भन्दाखेरि 3 4 5 6 सम्झेको थिएँ होला, तर कसरी सम्झेको थिएँ भन्दाखेरि 5 6 यसरी होइन, 5 6 4 3 3 4 5 6 यताबाट सुल्टो उताबाट उल्टो गरेर होइन 3 4 5 6 यसरी सम्झेको थिएँ होला। यसको हाइट चाहिँ मलाई लगभग यही नै हो जस्तो लाग्छ, त्यति नै रहेछ है। 5 6 4 3 हो रहेछ ल। यसलाई चाहिँ यसरी सम्झिँदा ठिक हुन्छ है। अगेन 5 6 यता अनि 3 4 यता, 3 4 उल्टोबाट 5 6 उल्टोबाट, त्यसरी सम्झियो हुन्छ काला पत्थर। ल अब हाइएस्ट हाइड्रो पावर भनिसकेपछि यो चाहिँ थामे भन्ने हुन्छ। यो चाहिँ यहाँ चाहिँ अब हुम्लामा हो कि होइन म कन्फर्म गर्छु, तर यो चाहिँ मलाई थाहा छैन, यसको नाम मात्र सोध्छ। यो थामे हो, सजिलो। ल यतिमा हाम्रो भूगोल र स्थानीय तह सकियो। अब तपाईँ मलाई कमेन्ट गर्नुहोस्, यहाँ धेरैवटा टपिक छ जसमध्ये म यो टपिक र यो टपिक चाहिँ अहिले गर्दिनँ किनकि यिनीहरू अलि रिफाइन गर्नुभएको छ। बाँकी यो चाहिँ जुनसुकै टपिक गर्दाखेरि पनि सजिलो छ है। अब मोस्ट लाइकली किनकि हामी भूगोलबाट स्टार्ट गरेको छौँ, हामी लेकहरूमा जान्छौँ कि टेम्पलमा जान्छौँ, यो चाहिँ अलिक सजिलो